नमस्कार, ब्राइट स्टार हाइटेक एजुकेसनको कम्प्युटर क्लासमा यहाँहरूलाई स्वागत छ। आज हामी कम्प्युटरमा भएको विभिन्न डिस्क भनौँ 1-2टा एसएसडी पनि होला, हार्ड डिस्क पनि होला, यिनीहरूलाई विभिन्न भोल्युममा पार्टिसन गर्ने तरिका सिक्नेछौँ। जस्तो यो दिस पीसीमा यहाँ के छ, सी ड्राइभ, डी ड्राइभ, ई ड्राइभ छ। अब ई ड्राइभ 736 जिबी छ भने 736 जिबीलाई यसबाट 200 जिबी एफ ड्राइभको बनाउने हैन। अनि त्यस्तै गरेर डी ड्राइभ छ 193। अब योबाट 100 जिबी अर्को ड्राइभ गराउने कसरी, आज त्यसको बारेमा जानकारी लिनेछौँ। पहिला दिस पीसीमा क्लिक गर्नुहोस्, राइट बटन क्लिक गर्नुहोस्, त्यसमा म्यानेजमा जानुहोस्। म्यानेजमा गइसकेपछि डिस्क म्यानेजमेन्टमा जानुहोस्। डिस्क म्यानेजमेन्टमा क्लिक गरेपछि यहाँ विभिन्न भोल्युमहरू देखाउँछ। विभिन्न भोल्युमहरू सहितको यो चाहिँ कम्प्युटरमा देखिएको सबै हार्ड डिस्कहरू हैन, एसएसडी जुन लागेको छ सबैको भोल्युम देखाएको हो। अब यहाँ हेर्न सक्नुहुन्छ डिस्क 0 भनेको छ एउटा यो डिस्क भयो, जस्तो एसएसडी हुनसक्छ यो है, 238 जिबी टोटल क्यापेसिटी यसको 238 जिबी छ। त्यस्तै गरेर डिस्क 1 भनेको छ, जस्तो यो हार्ड डिस्क हुनसक्छ। डिस्क 1 भनेको अर्को डिस्क भयो, यो चाहिँ 391 छ, यो 1 टिबीको हार्ड डिस्क जुन 931 जिबी यसको क्यापेसिटी छ। अब यसमा हेर्न सक्नुहुन्छ डिस्क 0मा एउटा मात्र ड्राइभ छ, सी ड्राइभ छ, र यो चाहिँ हेल्थी पार्टिसन भन्छ हैन, सिस्टम फाइलहरू हुन्छ यसमा। त्यस्तै गरेर यसमा डिस्क 1मा डी र ई दुईवटा ड्राइभ छ भने यो चाहिँ नि हेल्थी रिकभरी पार्टिसन है। जस्तो डी ड्राइभ छ, डी ड्राइभलाई 194 जिबीको डी ड्राइभ छ, यसमध्येबाट 100 जिबीको हामीले अर्को ड्राइभ बनाउनु पर्यो भने तरिका के छ, राइट बटन क्लिक गर्नुहोस्, श्रिङ्क भोल्युममा जानुहोस्। श्रिङ्क भोल्युम भनेको अब यसबाट घट्ने कति हो त भन्दाखेरि 1000, यहाँ के भनेको छ, इन्टर द अमाउन्ट अफ स्पेस टु श्रिङ्क इन एमबी हैन, एमबीमा लेख्नुहोस् भनेको छ। 1024 एमबीको 1 जिबी हुन्छ, यहाँ टोटल 194 जिबी छ। अब हामीले 100 जिबी घटाउनु पर्यो भने 1024 भयो है। टोटल हामीले घटाउन सक्ने क्यापेसिटी यहाँ देखाएको छ, हामीले यति घटाउँदैछौँ। श्रिङ्क गऱ्यौँ, श्रिङ्क गरेपछि यहाँ अनएलोकेटेड पार्टिसन आउँछ है, अनएलोकेटेड पार्टिसन आउँछ। अब के गर्ने, यसलाई राइट बटन क्लिक गर्ने, न्यू भोल्युममा जानुहोस्, अनि नेक्स्ट गर्नुहोस्, नेक्स्ट गर्नुहोस्, नेक्स्ट गर्नुहोस्, नेक्स्ट गर्नुहोस्, फिनिस। हजुरले यहाँ हेर्न सक्नुहुन्छ यसमा ड्राइभ लेटर छैन। कहिलेकाहीँ हामीले यहाँबाट ड्राइभ बनाएर भोल्युम क्रिएट गरिसकेपछि पनि भोल्युम क्रिएट हुन्छ, तर ड्राइभ लेटर आउन, ड्राइभ लेटर नआएपछि 100 जिबीको त पार्टिसन भयो, तर हाम्रो यसमा हेर्न सक्नुहुन्छ दिस पीसीमा गएर यहाँ 100 जिबीको भोल्युम देखिँदैन। के कारणले हो भन्दा यहाँ यो भनेको ड्राइभ लेटर नभएर यस्तो हुन्छ। अब हेर्नुहोस् 100 जिबी देखिएको छ, यसमा ड्राइभ लेटर छैन। ड्राइभ लेटर ल्याउने तरिका के छ, अब राइट बटन क्लिक गर्नुहोस्, चेन्ज ड्राइभ लेटर एन्ड पाथ्स यसमा क्लिक गर्नुहोस्। अब एडमा जानुहोस्, कुन ड्राइभ लेटर ल्याउने, डी ई छ, एफ ड्राइभ हो, एफ जुनसुकै लेटर ल्याउन सक्नुहुन्छ हजुरले। एफमा क्लिक गरे ओके गर्नुहोस्। ओके गर्ने बित्तिकै हजुरको ड्राइभ लेटर क्रिएट हुन्छ, यहाँ देखिन्छ न्यू भोल्युम एफ भनेर, यहाँ पनि एफ लेटर आयो। एफ लेटर आइसकेपछि हजुरले यहाँ हेर्न सक्नुहुन्छ एफ ड्राइभ 99.99 जिबी। यस्तै गरेर यसैमा हेर्नुहोस्, राइट बटन क्लिक गरेपछि पप मेनु आउँछ। यसमा यो भनेको ड्राइभ लेटर चेन्ज गर्ने यो तरिका भइगयो। एफ ड्राइभ छ, हजुरले अब एफको ठाउँमा हजुरले के ड्राइभ ल्याउन पनि सक्नुभयो, के ओके गर्नुहोस्, ओके गर्नुहोस्, के ड्राइभ आयो है। ड्राइभ लेटर चेन्ज गर्ने यो तरिका भयो। अब यसलाई फर्मेट गर्न सक्नुहुन्छ, कुनै पनि डाटा इम्पोर्टेन्ट डाटाहरू छ भने फर्मेट गऱ्यो भने सबै डिलिट हुन्छ, त्यो कन्फर्म गर्नु होला। राइट बटन क्लिक गर्नुहोस्, फर्मेटमा जानुहोस्, अब भोल्युमको नाम दिनुहोस्, जस्तो बिएचए ब्राइट स्टार हाइटेक एजुकेसन, ओके गर्नुहोस्, ओके गर्नुहोस्। अब यो डाटा के ड्राइभ जुन छ यो फर्मेट हुन्छ र भोल्युम नेम के आयो, बिएचई है। अब हजुरले यहाँ माई कम्प्युटरमा गएर हेर्नुहोस् न, दिस पीसीमा हजुरको बिएचई के ड्राइभ देख्नुभयो, यो भोल्युम नेम हो है।
त्यसै गरेर यसमा हेर्न सक्नुहुन्छ स्ट्रिङ भोल्युम। स्ट्रिङ भोल्युम भनेको अब 100 जिबी छ, यसलाई घटाएर 50 जिबी राख्ने र 50 जिबीको अर्को पार्टिसन गराउनु पऱ्यो भने स्ट्रिङ भोल्युम हुन्छ। राइट बटन क्लिक गर्नुहोस्, स्ट्रिङ भोल्युम हामीले गरिसक्यौँ। अनि त्यस्तै डिलिट भोल्युम भनेको अब यो डिलिट गर्नको लागि युज गरिन्छ। जस्तो के ड्राइभ छ, यसलाई हामीले डिलिट गर्ने, यसलाई पनि डिलिट गर्ने, यसलाई पनि डिलिट गर्ने, सबैलाई डिलिट गरेर एउटै भोल्युम बनाउन सक्छौँ। अथवा हजुरले यसलाई र यसलाई डिलिट गरेर एउटा भोल्युम गराउन सक्नुहुन्छ, यसलाई र यसलाई डिलिट गरेर एउटा भोल्युम गराउन सक्नुहुन्छ। तर यो र यो बिचमा समस्या के आउँछ भन्दा हामीले डिलिट त गर्छौँ है, डिलिट गरे पनि यो बिचको यो डिलिट नभएको भएर अनएलोकेटेड एकै ठाउँमा हुन पाउँदैन हैन। जब अनएलोकेटेड स्पेस आउँछ त्यसपछि मात्र के हुन्छ, ड्राइभ बन्ने हुनाले हामीले यसलाई डिलिट गर्नुपर्ने हुन्छ है। यसलाई डिलिट गर्ने तरिका हामी कमान्डबाट हेर्नेछौँ। आजलाई यति नै। अब हामी पार्ट 2 मा यो पार्टिसन रिकभरी पार्टिसन जसलाई हामीले कमान्डबाट डिलिट गरेर सबैलाई एउटै पार्टिसन गराउने कसरी, जस्तो यो र यो डिलिट गरेर पार्टिसन गर्ने कसरी, त्यो हेर्नेछौँ।